यसरी नेचुरल चिजहरू घाँस यसरी खाएको भन्दाखेरि औषधि धेरै त्यो केमिकल त्यस्तो पाएर मात्रै गाई हुन्छन्। अलिकति गर्मी पनि सहन सक्दैन, अलिकति जाडो बढी यहाँबाट दुईटा बाटो छ। यो गाडी तार्नलाई चाहिँ पुल नबनाइकन यो जहाज राख्नुको कारण चाहिँ बिचमा त्यो पानी जहाजहरूको आवत जावत गरिराख्छ होला कि, त्यही भएको कारणले पुल भयो भने त अप्ठ्यारो भयो नि त। घोडाहरू नि रहेछ, ऊ घोडाहरू पनि रहेछ हेर्नु। अनि यो ठाउँ उयो घोडाहरू थुप्रो रहेछ त, घोडा रहेछ। अनि त्यो पानी जहाज क्रस गर्न सजिलो होस् भनेर फेरिराखेको हो क्या। एउटा क्यानाडाको एकदम नाइस प्लेस ठाउँ है। यो चाहिँ एउटा टापु यस्तोमा छ होइन। यो ठाउँको नाम चाहिँ पिक टाउन भन्दो रहेछ। पिक टाउन भेरी नाइस प्लेस, एकदम सफा छ। यो टापुमा आउने अवसर मिल्यो। घुम्दै फिर्दै जाँदाखेरि यो ठाउँमा आइपुग्यो पिक टाउन। इन्जोय ड्युज पिक टाउन है, क्यानाडाको एक टापु जस्तो रहेछ। फाइनल्ली गाइज हामी चाहिँ फेरीमा आयो। यहाँबाट यसरी लाइन बस्नु पर्दो रहेछ है। अनि नक्क लगाएर गाडी जहाजमा हालेर बोटमा हालेर लाँदो रहेछ। फाइनली आइपुग्यो। पुरो यसरी लगाउँदो रहेछ। रसिया दुनियाँको सबभन्दा ठुलो देश, तर क्यानाडासँग बढी जमिन छ अरे, राम्रो जमिन। त्यही त रसिया सबै आइसी भरे। यो चाहिँ सबै स्याउ घारी है, स्याउ खेती। यो चाहिँ पुरै स्याउ खेती हो यो चाहिँ। ल गाइजहरू, तपाईँहरू स्याउ खेती